थ्याङ्क यू मोहन सर। नमस्कार सबैजनालाई र म पारु पाण्डे। ह्याप्पी न्यू इयर 2082 सालको। अनि त्यस पछाडि आज चाहिँ मदर्स डे राधिकालाई देखिरहेको छु। ह्याप्पी मदर्स डे राधिका। प्लस अब ढिला नगरिकन, यतिकै हामी अलिकति ढिला भइसक्यो, ढिला नगरिकन चाहिँ आजको प्रोग्राम सुरु गर्छु मैले। नम्बर 1 मा हुनुहुन्छ हाम्रो खेम सर। खेम सरलाई मैले सुरु गर्नको लागि अनुरोध गरेँ। जित सधैँ झुक्न सके दुख्थ्यो किन हार कतै। जित सधैँ झुक्न सके दुख्थ्यो किन हार कतै। जित सधैँ झुक्न सके दुख्थ्यो किन हार कतै। प्रीत भरी भुल्न सके छुन्न कहीं धार कतै। जंग यहाँ लड्छ सधैँ धरती किन रुन्छ अचेल। जंग यहाँ लड्छ सधैँ धरती किन रुन्छ अचेल। उमंग कहीं छैन किन हार्छ कि बहार कतै। जित सधैँ झुक्न सके दुख्थ्यो किन हार कतै। प्रीत भरी भुल्न सके छुन्न कहीं धार कतै। दम्भ अघि सर्छ किन पाखण्ड लुक्दैन यहाँ। दम्भ अघि सर्छ किन पाखण्ड लुक्दैन यहाँ। भ्रान्ति छरी हिँड्छौ किन कि केही छन् प्रहार कतै। भ्रान्ति छरी हिँड्छौ किन कि केही छन् प्रहार कतै। जित सधैँ झुक्न सके दुख्थ्यो किन हार कतै। सत्य तिमी बोक्छौ कि त डुब्छौ भरी दलदलमा। सत्य तिमी बोक्छौ कि त डुब्छौ भरी दलदलमा। सक्छौ कि त बोल्न अझै कि छन् मझधार कतै। जित सधैँ झुक्न सके दुख्थ्यो किन हार कतै। को छ सधैँ दिग्विजयी को छ अमर अजर यहाँ। को छ सधैँ दिग्विजयी को छ अमर अजर यहाँ। को हौ तिमी भित्र भन छ कि दरबार कतै। को हौ तिमी भित्र भन छ कि दरबार कतै। जित सधैँ झुक्न सके दुख्थ्यो किन हार कतै। प्रीत भरी भुल्न सके छुन्न कहीं धार कतै। थ्याङ्क यू, धन्यवाद। वाह, यस्तो मिठो गीत नै होला, गजल पनि हो कि फ्रेमवर्कमा हाल्यो भने थाहा हुन्छ होला। जित सधैँ झुक्न सके दुख्थ्यो किन हार कतै। हारको दुःख नै नहुने रहेछ है। थ्याङ्क यू सो मच फर दिस ब्युटिफुल सङ। यस पछाडि म माधव बराल सरलाई आफ्नो रचना वाचनको लागि अनुरोध गर्छु। हजुर, नमस्ते सबैजनालाई। आजको यस एपिसोडमा एउटा कविता भन्ने विचार गरेको छु। ठिक छ, मेरो कविताको शीर्षक छ तर देश बिरामी होइन। तर देश बिरामी होइन। आमा भन्नुहुन्छ सखारै बरु छेउको रुखमा डाक्ने कौवा बिरामी हो। वनमा कराउने न्याउली बिरामी हो। गर्भमै सुनपानी खाने जात बिरामी हो। बिना कारण बढ्ने हलहलेको वा पात बिरामी हो। खोपीमा दैनिक आउने गरिब दिन रात बिरामी हो। छिन छिनमा भेटिने चटुकार र भेष बिरामी हो। तर देश बिरामी होइन। अखबार छन्, अक्षर छन्, तर समाचार छैन। अखबार छन्, अक्षर छन्, तर समाचार छैन। मात्र अहङ्कार छ, बेविचार छ, जो चोट रोग र गरिबीको व्यापार गर्छन्। रातभर र दिउँसोमा बेशरम आराम गर्छन्।
शान्तिको मुर्दाघरमा काइटे समयले जन्माएका नौजवान साँडेहरू। कर्कश आवाज बिरामी हो सहरको, कर्कश आवाज बिरामी हो सहरको, गतिहीन सङ्गीतका उराट लाग्दा तरङ्गहरू नदीको भेलले पखाल्छन् कि पखाल्दैनन् होला निलो पसिना। तर मेरो गाउँको सिन्दुर लाएर विदेशी भूमिमा बज्ने नौमती बाजा बिरामी होइन, तर देश बिरामी होइन। नहर बिरामी हो, धान रोपे पनि गोलमेडा रोपे पनि मात्र घाटै घाटा फल्छ किसानको बारीमा। नहर बिरामी हो, धान रोपे पनि गोलमेडा रोपे पनि मात्र घाटै घाटा फल्छ किसानको बारीमा। कसरी मिल्छ होला नाफाको हिसाब किताब? किसानको अघेनो नबलिकन सहरसम्म, यो त बिचौलियाको सोच बिरामी हो, तर देश बिरामी होइन। हिजै मुगलान पसे जस्तो लाग्छ, छोरीको फी तिर्न नसकेर स्कुलको। आज छोरी हुर्किन्, पढाइ सकिन् डिग्रीसम्मै, तर मैले अझै यो मुगलान छोड्न सकिनँ। ऊ उता बेरोजगार छे, म यता दिगदार छु। ऊ हाँस्छे, बा भन्छे, म यता हाँस्न सक्दिनँ। ऊ सुमसुम्याउँछे मलाई मोबाइलका स्क्रिनमा, एउटा कुरु बाउको अनुहार। निरन्तर यसरी नै वर्षौंदेखि लाग्छ यो आइफोनको भित्तो बिरामी छ, गरी खान नमिल्ने शिक्षा बिरामी हो, तर देश बिरामी होइन। मैले नबुझेको कुरो कसैले किन नबनाइदिएको होला यति सुन्दर देश? मैले वर्षौं वर्षपछि यही जाने बालुवाको देश पनि बन्दो रहेछ सपना देखेपछि। तर स्वर्गभूमि जन्मेको मान्छे कसरी बालुवा जस्तै बगेर छेडभरमा जान सक्छन् आँखाका जुन ताराहरू? बस गोल चक्कर पार्ने कानुन बिरामी छ, वा उपदेश दिने कारिन्दा बिरामी छ, वा कालोकोट भित्रको त्यो समय बिरामी छ, बरु आर्यघाट बिरामी छ, आगो बिरामी छैन। ऊ हेर त, पहाडमा गम खाँदै उड्ने डाँफे बिरामी छैन, लाली गुराँस ऊ हाँसेकै छ उसरी नै सल्लेरी पाखामा। दिल खोलेर हेर त, तिमीले आफ्नै भनेको मुखियाको भकारी बिरामी छ, तर देश बिरामी छैन, तर देश बिरामी छैन। धन्यवाद। निकै संवेदनशील कविता सुनाउनु भयो माधव सर। पत्रकारितादेखि, शिक्षादेखि, कानुनदेखि, किसानदेखि सबैलाई छोएर थ्याङ्क यू सो मच। निकै मिठो कविता सुनाउनु भयो। यस पछाडि म युवराज भण्डारी सरलाई आफ्नो रचना वाचनको लागि अनुरोध गर्छु। पिँढीमा बसेको देख्छु अनि भान्सामा देख्छु, पिँढीमा बसेको देख्छु अनि भान्सामा देख्छु, भगवान सम्झ्यो कि झलझली आमा देख्छु। यहाँहरू सम्पूर्णमा नमस्कार। आज आमाको मुख हेर्ने दिन भएकोले मैले यो शेरबाट चाहिँ आफ्नो प्रस्तुति सुरु गर्न चाहेँ र सम्पूर्ण आमाहरूमा नमन साथै उहाँहरूलाई समर्पण गरेर यो शेर मैले यहाँहरू समक्ष राखेँ। आजको दिन विशेष नै परेको छ। अब माता तीर्थ औँसी पनि, त्यसपछि यो हप्ता नै अस्ति पृथ्वी दिवस पनि थियो। त्यही बेला चाहिँ मैले एउटा गजल लेखेका थिएँ, त्यही आज यहाँहरू समक्ष राख्छु। पर्या गजल भनौँ यसलाई सायद। जब जड बन्यो मानिस जमिर नभएको, जब जड बन्यो मानिस जमिर नभएको, रहेन जगतमा कुनै जीव पीर नभएको, रहेन जगतमा कुनै जीव पीर नभएको। पहिले आफूलाई अभागी भन्ने मनुले अब, पहिले आफूलाई अभागी भन्ने मनुले अब भनिदिनेछ नदी नालालाई तकदीर नभएको, भनिदिनेछ नदी नालालाई तकदीर नभएको, रहेन जगतमा कुनै जीव पीर नभएको। डम्पिङ साइट भएछ काली गण्डकीको किनार,
डम्पिङ साइट भएछ काली गण्डकी तट, किन अझै पनि समाज गम्भीर नभएको, किन अझै पनि समाज गम्भीर नभएको, रहेन जगतमा कुनै जीव पीर नभएको। मानव छायासँग डराइरहेछन् सिमसारहरू, मानव छायासँग पनि डराइरहेछन् ती सिमसारहरू। बनेछ मान्छे विवेक शून्य शिर नभएको, बनेछ मान्छे विवेक शून्य शिर नभएको, रहेन जगतमा कुनै जीव पीर नभएको। अब अन्तिम शेर। सहनुको पनि सीमा हुन्छ हैन महोदय, सहनुको पनि सीमा हुन्छ हैन त महोदय। जस्तो हुँदैन कुनै जलाशय तीर नभएको, जस्तो हुँदैन कुनै जलाशय तीर नभएको, रहेन जगतमा कुनै जीव पीर नभएको। जड बन्यो मानिस जमिर नभएको, जड बन्यो मानिस जमिर नभएको, रहेन जगतमा कुनै जीव पीर नभएको। धन्यवाद। थ्याङ्क यू युवराज सर यो पढिया गजलको लागि। कालीगण्डको कुरा पनि ल्याउनु भयो, त्यसले झन् धेरै टच गर्यो मलाई। म कालीगण्डकै तिरमा हुर्केर यहाँ आइरहेको छु अहिले। हामी सायद जिम्मेवार हुनुपर्छ होला, मानव जाति सबै जीवको चाहिँ पीर हटाउनको लागि। अब थ्याङ्क यू सो मच। यस पछाडि म पुण्य सागर मरहट्टा सरलाई आफ्नो रचना वाचनको लागि अनुरोध गर्छु। धन्यवाद पारुजी। आज आमा खुवाउने औँसी, माता तीर्थ औँसी, समस्त मातृशक्तिलाई नमन भन्दै मैले यो मेरो साथीको गजल हो। म गजल लेख्न जान्दिनँ, मलाई यो गजल कविता भन्ने कुरो त्यति मेरो आफ्नो विधा होइन जस्तो लाग्छ। तर उसले लेखेर पहिले एकचोटि हाम्रो स्कार्बोरोमा गजल साँझ हुँदाखेरि मलाई लो न सिकाइदियो भने, अब सिकाउने मसँग फुर्सद छैन, यही पढ्दै भनेर दिएको थियो। त्यो एउटा चाहिँ मैले पढाएको थिएँ, एउटा बाँकी थियो। त्यसको अन्तिम अब त्यो शेर भन्छ के अरे, अन्तिम शेर चाहिँ मैले आफ्नो बनाएँ, बाँकी सबै मेरो साथी आनन्द श्रेष्ठको हो। म पढेर सुनाउँछु। हतारो कसैको, अब यो शीर्षक पनि कसरी राखिन्छ थाहा छैन। गजल चाहिँ यस्तो छ बाँडेर खाने हतारो कसैको, लुटेरै छ खाने चटारो कसैको। छ बाँडेर खाने हतारो कसैको, लुटेरै छ खाने चटारो कसैको। भलो चाहनेले लुटेरा निवासमा लगाए हुन्थ्यो नि तगारो कसैको। भलो चाहनेले लुटेरा निवासमा लगाए हुन्थ्यो नि तगारो कसैको। उता देश ढल्ने बढेको छ चिन्ता, उता देश ढल्ने बढेको छ चिन्ता, यता हो न तातो न छारो कसैको। छ बाचा उसैको डुबाएर छाड्ने, छ बाचा उसैको डुबाएर छाड्ने, उही पो भएको छ प्यारो कसैको। जता ओखतीको भएको छ धन्दा, जता ओखतीको भएको छ धन्दा, त्यतै कुस्त पैसा पसारो कसैको। हिजोबाट पुण्य सागर रहिन, हिजोबाट पुण्य सागर रहिन, बने म त पापको घडा कसैको। धन्यवाद। कसरी हिजोबाट चेन्ज हुनुभयो त? आम जस्ट किडिङ। हतारो कसैको, यसमा चाहिँ अब अलिक समसामयिक जस्तो लाग्यो यो। आफैलाई फेरि मिलाउनु भएछ, साथीले लेखेको भए पनि ब्युटिफुल लास्टको गजल। मैले मिलाएको, उसको थियो, उसकोलाई मैले मिलाएँ। हजुर, थ्याङ्क यू। एकदम समसामयिक जस्तो लाग्ने, हामी सबैसँग मिल्ने जस्तो। खासमा हाम्रो मुखुन्डो त्यस्तै छ होला सायद सबैको। यस पछाडि म रविन्द्र घिमिरे सरलाई निम्ति आउँछु, तर मैले यहाँ देखिरहेको छैन। त्यसैले म रविन्द्र थपलिया सरलाई निम्ति आउँछु अब। सबैजनालाई नमस्ते फेरि पनि। आजको कविताको शीर्षक चाहिँ अग्नि कुण्डबाट उछिटिएको फिलुङ्गो। होइन, हवन गर्दा गर्दै आगो फिलुङ्गो उछिटिएको हुन्छ नि। अग्नि कुण्डबाट फुत्त फाल हालेर बाहिर निस्किएँ म, र निमेष भरमै अग्निदेवबाट उछिटिएको फिलुङ्गो भएँ, पूजित अनलबाट घृणित झिल्को।
फेरि एकचोटि दोहोऱ्याएँ। यो चाहिँ अग्निकुण्डबाट फुत्त फाला हालेर बाहिर निस्किएँ म र निमेष भरमै अग्निदेवबाट उछिटिएको फिलुङ्गो भएँ, पूजित अनलबाट घृणित झिल्को। किन मलाई संविधाहरूसँग उकुस मुकुस भयो। मलाई उनीहरूको बडप्पनसँग घृणा जाग्यो। विद्रोहको एउटा प्रश्न उठ्यो, किन फताङ्गेको खोले पाग्ने दाउरो संविधा भएन? घिउ र चरुमा हुर्किरहेका ज्वालाहरूसँग छटपटी भयो। अरूको भरमा दन्किएर पनि उनीहरूको घमण्ड देख्दा ऐठन भयो। अनि मनमा अर्को प्रश्न उठ्यो, फताङ्गेकी श्रीमतीले नानी पाउँदा एक कन्ती घिउ किन पाउँदिन? समिदा र चरुका डढेका धुलाहरूसँग मिसिन मन लागेन मलाई। उनीहरूको रङ्ग खरानी थिएन, उनीहरूको ढङ्ग अङ्गार थिएन। अनि म निश्वासिएँ। मनमा अझ अर्को प्रश्न फुट्यो, खरानी रङ्गका खरानी भएनन् भने फताङ्गेले केले लुगा धोला? यी प्रश्नहरूको उत्तर खोज्नु थियो र म अग्निकुण्डबाट फुत्त बाहिर निस्किएँ। अग्निहोत्रीको सेतो धोतीमा म झरेको मात्र के थिएँ, मलाई कुल्चिएर मारिदिए। अय्या, कुण्डबाट बाहिर निस्केपछि म त कुल्चिएर मार्न मिल्ने देवता पो रहेछु। खैर, अग्निको धर्म जलेर होस् वा जलाएर, ढिलो होस् वा चाँडो, निम्ने नै हो, निभाइ स्वीकार्य छ। तर के भोग्य थियो होला र पापका घिउमा लटपटिएका चरुहरू? के योग्य थिए होलान् र मलाई देवता बनाएर होम गर्नेहरू? के पूज्य थिए होलान् र मलाई कुल्चिएर मार्नेहरू? म पैताला मुनि बलात्कृत बालिका झैँ रोएँ, कराएँ, चिच्याएँ, प्रश्नहरू सोधिरहेँ। कसैले सुनेनन्। मलाई बढारेर फोहोरको थुप्रोमा फालिदिए। साँच्चैको अग्निदेव बन्न सक्ने बिउ अकालमै मारिदिए। मलाई बढारेर फोहोरको थुप्रोमा फालिदिए। धन्यवाद। निकै गहिरो, निकै मिठो विद्रोही फिलिङ्गको कविता। थ्याङ्क यू सो मच फर सेयरिङ। मैले धेरै यसको फिडब्याक दिन सक्दिनँ होला सायद। फताङ्गेको दाउरा, हजुरको फताङ्गे जुन एउटा क्यारेक्टर छ त्यसको दाउरा चाहिँ किन संविधा हुन सक्दैन? वाट अ लाइन। थ्याङ्क यू। यस पछाडि मैले रविन्द्र लम्साल सरलाई यहाँ बोलाउँछु, तर मैले नाम देखिरहेको छैन। त्यस पछाडि ओहो, मेरै नाम आएछ। म एउटा कविता सुनाउँछु, पछि सुनायो भने हुन्थ्यो होला। सबै म रेडी नै छु। मेरो आजको कविताको शीर्षक छ शब्दहरू। माधव सरले अघि अखबार छन्, अक्षरहरू छन्, समाचार छैन भन्नुभएको थियो। त्यस्तै अब मेरो चाहिँ शब्दहरू, अलिकति इफेक्टिभ खालको शब्दहरू कविता लेख्दैछु। म भोग्छु शब्दहरू, म भोग्छु शब्दहरू अनेक ध्वनिहरूमा। शब्दहरू कहिले चिसो सिरेटो झैँ आइपुग्छन् र चिस्याउँछन् मुटु, गर्छन् काँडा बनेर र चिथोर्छन् रगताम्य। खिल बनेर बसिरहन्छन् हृदयको अप्ठेरोमा र बल्झिरहन्छन् तिम्रा हिर्काइहरूसँगै। जब पतझर आउँछ तिनै शब्दहरूसँगै म सोहोरिन्छु र थपिरहन्छु यादका थुप्राहरूमा अनेकौं पटक। भाग्न सक्दिन र खाँदिन्छु ओसिएका चिठीहरू जसरी पुराना दराजहरूमा। दोहोरिन्छन् मौसमहरू पटक पटक, दोहोरिरहन्छन् मौसमहरू पटक पटक, बर्सिरहन्छन् शब्दका बारुदहरू तिम्रा मातहरूसँगै र जलाइरहन्छन् आशाका पालुवाहरू। छुटिरहने
असिना जस्ता तिम्रा गालीहरू बीच थाकेरै पर्खिन्छु मैले सूर्यको लालीमा। बेला बखत बाछिटिने ढाडसहरू जो आक्कल झुक्कल भिजाउँछन् पिँढी, ती आउँछन् केवल तिम्रा तृष्णा मेटाउने यन्त्र बनेर र छोड्छन् तेजाबले जस्तो पोलेर। सम्झिन्छु तिम्रै न्याना शब्दका धागोहरूबाट म बुन्थे ताता स्वेटरहरू प्रीतको चर्खामा, र एका देशको राजकुमारी जस्तो रङ्गिन्थे भित्रभित्रै। हराउँथे तिमीसँगै वायुपङ्खी घोडामा, तिमीलाई बिझाउँथ्यो मेरो मौनता जसरी बिझाउँछन् शब्दहरू अचेल। तिमी चुक्यौ या म, हामी चुक्यौं जिन्दगीमा। शब्दहरू त बाणहरू रहेछन्, मरुभूमिमा बगैँचा बिउझाउन सक्ने वा बाघलाई राख तुल्याउने। शब्दहरू त तीरहरू जस्ता रहेछन्, आउने रहेछन् मौनलाई चिरेर र बनाउने रहेछन् स्वप्न संसार। र कहिले तिनै तीरहरूले उडाउने रहेछन् बस्तीहरू जसरी ध्वंस हुँदैछन् हाम्रा दिनहरू। मान्छौ भने आऊ अब केलाउँ शब्दहरू र सेलाउँ बारुदहरू। थ्याङ्क यू। अब यस पछाडि पालो छ मोहन खरेल सरको। मेरै आइपुग्यो आइपुगेर कसैले भ्याउँदिन भन्नुभयो, के भन्नुभयो गर्दा गर्दै मेरो आइपुगेछ। नमस्कार सबैजनालाई। मेरो छोटो कविता छ। यो अब यो महिना बुद्ध जयन्तीको महिना जस्तो लाग्छ। अब हुन त 14 दिन 15 दिन बाँकी छ होला हाम्रो बुद्ध जयन्ती आउनुको लागि। यता माता तीर्थ अब यो वैशाखमा नयाँ वर्षदेखि लिएर धेरै कुराहरू चाहिँ नि वैशाखमा परेको पाइयो। यसै सन्दर्भमा बुद्धसँग सम्बन्धित 2-4 लाइन मैले छन्दमा गाँसेर सुनाउने प्रयास गर्छु। हो आर्य सत्य यो दुःख भन्दछन् बुद्ध गौतम। हो आर्य सत्य हो दुःख भन्दछन् बुद्ध गौतम। कारण दुःखका हुन्छन् खोज्नु पर्दछ कर्ममा। सकिन्छ पार्न निर्मूल दुःखका सब कारण। मालिक मनको बन्ने अष्टाङ्ग मार्ग धारण। यो हाम्रो मनको गाग्री मोहले द्वेष रागले। यो हाम्रो मनको गाग्री मोहले द्वेष रागले। हुँदो रहेछ भरिएको प्रज्ञा ज्योति अभावले। सिक्नु पर्ने कला रहेछ मनका क्लेश माझने। सिक्नु पर्ने कला रहेछ मनका क्लेश माझने। गाग्री भर्न परे मनको करुणा भाव साँचने। यस्ता ज्ञानका पुञ्ज बुद्धले जो छरिदिए। आनन्द प्राप्ति सुस्थ्यो कि विश्वले यी धरिदिए। आउन रहेछ लागेको वैशाख शुक्ल पूर्णिमा। जयन्ती बुद्धको खास शब्द सुमन समर्पण। आउन रहेछ लागेको वैशाख शुक्ल पूर्णिमा। जयन्ती बुद्धको खास शब्द सुमन समर्पण। धन्यवाद। थ्याङ्क यू सो मच। पुरै बौद्ध दर्शनलाई एउटा कवितामा पस्केर जानुभयो मोहन सर। दुःखको निवारण हुन्छ भन्नुभयो। दुःखको त निवारण हुँदैन भन्ने बुझिरहेको थिएँ मैले, हुने रहेछ। खुसी लाग्यो थाहा छ। त्यस पछाडि करुणा भर्दै जाउँ हामी सबै, कसरी भर्ने हो त्यो चाहिँ टेक्निक सिकाउँदै जानु। त्यस पछाडि अब म लक्ष्मी नेउपाने सरलाई आफ्नो रचना वाचनको लागि अनुरोध गर्छु।
लक्ष्मी सर हजुर हुनुहुन्छ त्यहाँ? नाम त देखिरहेको छ। हजुर मलाई 5 सेकेन्ड दिनु ल, 5 देखि 10 सेकेन्ड। म काममा छु, ए म हजुर रुमतिर जाँदैछु, म वेस्ट गर्दिनँ टाइम। हस् के हजुरलाई म सेकेन्डमा बोलाउँ त? यदि होइन म रेडी हस् भइसकेँ, नो प्रब्लम। म रेडी भइसकेँ एकछिन है। यस पछाडि मसँग कपिल सुवेदी सरको नाम छ है। नमस्कार सबैजनालाई। मैले क्षमा मागेँ, मैले ढिलो गरेकोमा, काममा थिएँ। मैले आज कविता वाचन गरौँ कि भनेर सोच्दैछु, अथवा तयार त्यही अनुसार गरेको छु। सामान्यतया म गजल गीतहरूमा रमाउने मान्छे हुन त। अब योभन्दा अगाडि हाम्रो युवराज सर, हाम्रो मोहन सर लगायतका अरू सरहरूको यति सुन्दर सुन्दर रचना वाचनहरू भइसक्यो। तपाईँ आफैको पनि एकदमै ज्यादै टची थियो। अब तैपनि अब म कविता सुनाउनेको पङ्क्तिमा भएको भएर यहाँ वाचन गर्नै पर्यो। मेरो कविताको शीर्षक छ क्रान्ति विमोचन। इमान र बेइमानको पारिभाषिक द्वन्द्वमा कर्तव्यबाट दिग्भ्रमित हुँदै पैसाको तराजुमा जोखिएको युगीन सभ्यतासँगै सम्भ्रान्त जिजीविसाले आक्रान्त आजको म कुटिल मुस्कान मुस्काउँछ। इमान र बेइमानको पारिभाषिक द्वन्द्वमा कर्तव्यबाट दिग्भ्रमित हुँदै पैसाको तराजुमा जोखिएको युगीन सभ्यतासँगै सम्भ्रान्त जिजीविसाले आक्रान्त आजको म कुटिल मुस्कान मुस्काउँछ। मानवताबाट च्युत खोक्रो आडम्बरमा रङ्गीन जीवन बाँच्न चाहने आजको म आफूलाई शोकेसमा सजाउन खोज्दैछ। भोलिको प्रतीक्षामा शोषित, प्रताडित र विषाक्त जीवन जिएका मको सेपमा विडम्बना भोगेका निरीहहरूको आकाङ्क्षामा कुठाराघात गरिरहेछ आजको म। भोलिको प्रतीक्षामा शोषित, प्रताडित र विषाक्त जीवन जिएका मको सेपमा विडम्बना भोगेका निरीहहरूको आकाङ्क्षामा कुठाराघात गरिरहेछ आजको म। आफूभित्रको तीव्र चेतना र युगबोधमाथि बलात्कार गरिरहेछ आजको म। आफूभित्रको तीव्र चेतना र युगबोधमाथि बलात्कार गरिरहेछ आजको म। होशियार वर्तमान मानवीय अन्तरचेतनाको स्निग्ध शान्त विश्वमा कुरीति, कुसंस्कार, अन्याय र अत्याचारको आहुतिमा आफैलाई होम्दै विश्वयुद्धको बिगुल बजाउने हिटलर प्रवृत्तिको म बुद्धको पगडी गुत्ने तर्खरमा छ। विश्वयुद्धको बिगुल बजाउने हिटलर प्रवृत्तिको म बुद्धको पगडी गुत्ने तर्खरमा छ। कोखमा दारो बोकेको कृत्रिम हाँसो हाँस्ने वर्तमानको मलाई मैले इन्भर्टेड कमाजमा राखेको छु। कोखमा दारो बोकेको कृत्रिम हाँसो हाँस्ने वर्तमानको म मानवीय सभ्यतामाथि पाशविक प्रवृत्तिले ताण्डव नृत्य नाच्दैछ अनि विकासको नाममा विनाश निम्त्याउँदैछ। खबरदार मको रापले मानवतामा डढेलो सल्काइनुहुन्न अनि पारिनुहुन्न कलुषित स्वच्छ धरती। मको रापले मानवतामा डढेलो सल्काइनुहुन्न अनि पारिनुहुन्न कलुषित स्वच्छ धरती। सम्पन्नताको पराकाष्ठा भोग्ने कुनियत बोकेको मको आडमा विपन्नताको खडेरी निम्त्याइनुहुन्न। म भित्रकै मको विरुद्ध आऊ आजैदेखि एउटा क्रान्तिको विमोचन गरौँ। म भित्रकै मको विरुद्ध आऊ आजैदेखि एउटा क्रान्तिको विमोचन गरौँ मानवताको मन्त्रोच्चारणसँगै। धन्यवाद।
नमस्कार। निकै मिठो कविता लक्ष्मी सर। थ्याङ्क यू। मले आफूले चाहिँ सेल्फ रिफ्लेक्सन एभ्री सबैजनाले गर्यो भने चाहिँ सायद समाज परिवर्तित हुन्थ्यो होला। समाजलाई मद्वारा चाहिँ त्यो रिफ्लेक्ट गर्नुभयो। थ्याङ्क यू सो मच। मिठो कविता। यस पछाडि चाहिँ मैले हाम्रो कपिल सुवेदी सरलाई आफ्नो रचना वाचनको लागि अनुरोध गर्छु। हजुर नमस्ते सबैजनालाई। कवि गोष्ठी भएपछि गजल कवि क्यारे गीत चाहिँ नभनौँ, यसो एउटा कविता प्रयास गरौँ जस्तो लागेर अनुच्छेदलाई चाहिँ ठाडो पारेर चाहिँ कविता जस्तो बनाएको छु यहाँ। अब त्यसलाई कस्तो हुन्छ सर तपाईहरुको चाहिँ अलिकति प्रतिक्रिया पाइयो भने अर्को पटकलाई चाहिँ थोरै ऊर्जा मिल्ला कि भन्दै मैले चाहिँ मेरो सानो प्रयास चाहिँ यहाँ प्रस्तुत गर्न चाहे। मेरो कविताको यो प्रयासको लक्ष्मी सर हजुर मैले म्युट गर्न मिल्छ कि मिल्दैन? ओके थ्यांक यू। मेरो कविताको शीर्षक छ बाध्यता कि विडम्बना। पखेटा हालेर गुण छाड्दै गरेका तन्नेरी गौँथलीहरूलाई, पखेटा हालेर गुण छाड्दै गरेका तन्नेरी गौँथलीहरूलाई मुखभरि चारो हालिदिएर बिदा गरेकी गौँथली आमा, सुन्दैछु आफै बिदा लिइन् रे सदाको लागि। वियोगका बाछिटाहरूले कुटिएर थिलो थिलो जिजीविसा जिउँदैछन् रे गौँथली बा, सन्दुसमा सम्हालेर सुदूर सपनाहरूको चिरकटो। सायद जान्दैनन् बेग हानेका गौँथलीहरू, फूल फुले पनि पराईको आँगनमा मन पटक्कै फुल्दैन। सायद जान्दैनन् बेग हानेका गौँथलीहरू, फूल फुले पनि पराईको आँगनमा मन पटक्कै फुल्दैन। दिन ढल्के जस्तै बैंस ढल्किन्छ, यद्यपि बिहान खुले जस्तै मन खुल्दैन। जसै हराउँछन् गौँथलीहरू हिउँका सपाट सहरहरूमा, अनि बालुवाका बन्जर बगरहरूमा, र फर्किन्नन् पोल्टाभरि मसला बोकेर। तसै भत्किन्छन् पुर्ख्यौली घरहरू, टुक्रिन्छन् आशाका धरोहरहरू। हल्लाउँछन् यी प्रश्नले मेरो मन मथिङ्गल, के हराउनु परा उत्तराधुनिक बाध्यता हो। हल्लाउँछन् यी दुई प्रश्नले मेरो मन मथिङ्गल, के हराउनु परा उत्तराधुनिक बाध्यता हो, के हराएरै रमाउनु जीवनको विडम्बना हो। थ्याङ्क यू। पुरै नोस्टाल्जिक बनाइदिनु भयो मलाई। स्पेसिफिकली अब आमाको मुख हेर्ने दिन फोनबाट भिडियो कल गरेर मदर्स डे विश गरेर बसिरहेको बेलामा आफैलाई गौँथली देखेँ मैले। थ्याङ्क यू सो मच। यस पछाडि मैले चाहिँ शशी तिमल सिन्हा सरलाई आफ्नो रचना वाचनको लागि बोलाउँछु। शशी सर हुनुहुन्छ? हेलो हजुर सुनिन्छ। एकैछिन ल, म नि हल्लामा भएको भएर। ल सबैजनालाई नमस्ते है। म मेरो कविता अहिले खोल्दैछु। मैले चाहिँ अब आमाको यो मुख हेर्ने दिन भनौँ न, माथि औँसीको उसमा गरेर। अब मेरो मुवा चाहिँ हुनुहुन्न होइन, उहाँ बितिसक्नुभयो। अब मुवा बितेकै वर्ष मैले एउटा लेखेको थिएँ, त्यसैलाई चाहिँ म वाचन गर्नु गइरहेछु अहिले। त्यो आमा 9 महिना धरेर गर्भबिच असीम कष्ट सहेर जन्मायो, छातीका लाम्टा चुसाएर दुई खुट्टामा उभिने बनायो। ऐया मात्र सुन्दा मेरो मुखबाट दुख्थ्यो तिमीलाई नै, तिम्रा ममतामा हुर्किए अनेकन दुःखमा समेत खुसी भई। भोकै छस् कि खाइस कतिखेर बनाऊ के सोध्दथ्यौ, छोरोलाई मन पर्छ भनी अनेकन साग सब्जी खोज्दथ्यौ। बिरामी भो छोरो कुनै बखत भने पीडा तिमीलाई हुने, को रह्यो र आमा तिमीले छोडेपछि मेरा दुःखमा रुने। सन्तान सुखका निमित्त आफूले सकुन्जेल भिड्यौ,
त्यति नै रहेछ भागमा हाम्रो, एक्लै तिमी लौ हिँड्यौ, हौली तिमी उसैसँग जसलाई तिम्रो खाँचो रहेछ धेरै, टुट्दो रहेछ बन्धन माया जगतको साँचो रहेछ त्यही। तिम्रा दुःख बुझेरै पनि विवश म त्यो मेट्न नि सकिन, तिम्रो रोग निको बनाउने कुनै ओखती नै भेटिन, बाध्य यति गरायो दैवले पनि उपाय दिएन केही, ठुलो ठुलो हेर्ने थियो विकल्प एक आखिर गरायो त्यही, ठुलो ठुलो हेर्ने थियो विकल्प एक आखिर गरायो त्यही। धन्यवाद। थ्याङ्क यू सर सर, एकदमै टची कविताको लागि। आम सरी फर यर लस। खाइस् कि खाइनस् भनेर सोध्ने आमा नै त हो। थ्याङ्क यू फर दिस रेलेभेन्ट कविता। अब त्यस थ्याङ्क पछाडि यू। मैले शोभा गुरागाई ज्यूलाई नाम सुनिदिएर यहीँ हुनुहुन्छ? सबैजनालाई नमस्कार। यो भर्चुअल कविता गोष्ठी के अरे यो कार्यक्रममा म कहिल्यै सहभागी भएको थिइनँ होइन, अनि कस्तो हुँदो रहेछ भनेर मलाई एकदम उत्सुकता लाग्यो क्या, त्यही भएर यहाँ एकदम कविता भन्न पनि धेरै एकदम के भन्ने एक्साइटेड छु क्या। सबैजनालाई नमस्कार है वान्स अगेन। अनि के अरे आज के अरे हाम्रो आमाको मुख हेर्ने दिन होइन नेपालमा, अनि आमाकै यादमा कस्तो आमाको याद आउँदाखेरि एकचोटि यो कविता लेखेको थिएँ क्या मैले। मतलब अलिअलि दुःख पनि लाग्छ नि, कहिलेकाहीँ मान्छे दुःख सुखमा बाँचिरहेको हुन्छ, अलिअलि दुःख के जस्तो हुन्छ नि त, त्यतिखेर लेखा हो। अब आमालाई नै डेडिकेट त हो कि होइन थाहा छैन होइन, तर जे होस् त्यतिखेर त्यस्तो याद आयो अनि लेखाएको थिएँ क्या मैले। सो आई स्टार्ट। कविताको शीर्षक चाहिँ मलाई पनि थाहा छैन। खोला बगे जस्तै समय बग्दो छ, खोला बगे जस्तै समय बग्दो छ, कहिले खोला बाढी तरङ्ग लिएर आउँछ, खोला बगे जस्तै समय बग्दो छ, कहिले खोला बाढी तरङ्ग लिएर आउँछ, त्यसकै छालसँग म पनि बग्छु, ठोक्किन्छु हुत्तिन्छु घरिघरि, ठोक्किन्छु हुत्तिन्छु घरिघरि पौडन्छु, फेरि छालहरू मतिर हानिएर आउँछन्, बचाऊ बचाऊ भन्दै हात हल्लाउँछु, यो सास अन्तिम हो, अन्तिम भन्दै धेरै पल्ट फेर्छु, एउटा कैदी सम्झन्छु, बा आमा अनि परिवार सबैलाई सम्झन्छु, एउटा कैदी सम्झन्छु, बा आमा अनि परिवार सबैलाई सम्झन्छु, मृत्युको मुख यही हो भनी अडान गर्छु, मनमा नै हाँस्छु अनि भक्कानिन्छु, एक्लोपन के हो बुझ्छु, बेसहारा हुनुको अर्थ बुझ्छु, हात हल्लाउन छोड्दिन कोही आउँछन् कि भनी, अनि जीवन सङ्घर्ष हो भन्ने पुष्टि गर्छु, आँट बटुल्छु छाल हुत्याउँदै लान्छ, किनाराका बुट्यान अनि हाँगा बिगा समाउन खोज्दै लामो लामो सास फेर्दै अगाडि बढ्छु, धेरै बेरको पानी लडाएपछि म किनारा भेट्छु, अनि अनि म बाँचे भन्दै बाटो लाग्छु, अनि म बाँचे भन्दै बाटो लाग्छु। थ्याङ्क यू। कस्तो के गुजबम्स नै ल्याउने खालको कविता भयो यो त मलाई। थ्याङ्क यू I'm फर so सेयरिङ happy शोभा to, म्याम। yeah, thank you so much. सबैको जिन्दगीमा उतार चढाव आउँछ नै, अनि सबैले त्यो आफ्नो समयलाई सम्झिन्छ होला यस्तो कविताहरूले। थ्याङ्क यू फर सेयरिङ। Thank you. यस पछाडि मैले अब प्रेजेन्ट हुनुभएको सबैजनाको कविता वाचन गरेर सक्यो जस्तो लाग्छ मलाई। र अब कार्यक्रमको समापन गर्नको लागि म मोहन खरेल सरलाई अनुरोध गर्छु। र यस पछाडि राधिका चाहिँ केही कुसुमले पनि भन्छु भन्नुभएको थियो, हुनुहुन्छ? भन्नुभएको थियो, तर अहिले उहाँलाई स्क्रिनमा मैले देखिनँ उहाँलाई। कतिखेर एक्चुली बिचमा म निस्किनु पर्छ भन्नुभएको थियो, हो सायद त्यस्तै केही भएर होला। हजुर, फेरि अब नेक्स्ट टाइम हुन्छ होला।
मोहन सर, अब कार्यक्रमलाई समापन गर्नको लागि म अनुरोध गर्दछु। धन्यवाद पारुले। अब राधिकाजीले म आउनु पनि सक्छु भन्नुभएको थियो, अब अहिलेसम्ममा मिलेन जस्तो छ। जे होस्, अब हाम्रो यो भर्चुअल सिरिजको 36औं 37औं कुन चाहिँ श्रृङ्खला हो, यो हाम्रो धेरैवटा बिचमा नभएको कारणले गर्दाखेरि अलिकति ग्याप भए पनि अब भर्चुअलको 37औं श्रृङ्खला चाहिँ हामीले अब सफलतापूर्वक सक्यौँ भन्नु पर्यो। 11 जना को साहित्य, कविता, गजल, गीत रसस्वादन गर्न पाइयो। साह्रै रमाइला, मिठा। अनि केही नयाँ साथीहरू पनि जोडिनु भएको छ। टङ्कजीलाई धेरै धन्यवाद, जोडिनु भयो। अरू त यहाँ त्यति धेरै नयाँ साथीहरू अहिले मैले देखिनँ, कुनै छुट्याएँ भने माफ गर्नु होला। तर आउँदा दिनमा टङ्कजीले चाहिँ कवितै लिएर आउनु होला भन्ने लाग्छ मलाई। अब पहिलोचोटि भन्नुभएको छ, द्याट्स ओके। अब यो हामी रिसाइटेसनको वाचनको औपचारिक कार्यक्रमको अन्तिमतिर आउँदै गर्दाखेरि यो सिरिज चाहिँ सफलतापूर्वक सम्पन्न गर्नको लागि सबैजनाले जसरी कविता लिएर उमङ्गका साथ उपस्थिति जनाइदिनु भयो, धेरै धेरै धन्यवाद छ। आशा गरौँ अब अरू इन पर्सन, भर्चुअल जे जस्ता कार्यक्रम हामी लिएर आउँछौँ सबैको साथ सहयोग हामी पाउने नै छौँ। अरू खासै केही भन्नु छैन। नयाँ वर्ष 82को सबैलाई शुभकामना। अब आजको माता तीर्थ औँसी, सबैका माता, हामी सबै मातालाई नमन। माता तीर्थ औँसीको सबैजनालाई अब ह्याप्पी मदर्स डे भनेर भनिन्छ यतातिर। अब यसलाई अलि पछाडि फेरि क्यानाडाको पनि आउला। अब यो हाम्रा रीतिरिवाजहरू चल्दैछन्। मैले बुद्धलाई पनि सम्झेर बुद्ध जयन्ती पनि आउँदै गरेको, अनि बिचमा हाम्रो कार्यक्रम हुने हो नहुने हो भनेर एउटा त्यही सन्दर्भ पारेर एउटा सुनाएँ। यी सबै परेका रहेछन्। सबैलाई धन्यवाद। र म चाहिँ अब यो औपचारिक वाचनको कार्यक्रम यहीँ समाप्त भएको जानकारी गराउँछु, अनि हामी एकछिन अनौपचारिक कार्यक्रमतिर लागौँला, कुराकानीतिर। हस्, धन्यवाद।